आज चाहिँ एकदमै गर्मी भएकोले गर्दाखेरि धरानको माथि डाँडातिर आइपुग्यो। धरानको माथि डाँडातिर चाहिँ पुरै बर्खा लागेकोले गर्दाखेरि रुखहरू नि आज चाहिँ पुरै हरियो भइसकेछ। रुखहरूले पनि पुरै पालुवा फेरिसकेछ है, पुरै जतातता हरियो। अनि यहाँनिर चाहिँ केपी ओलीले एउटा पार्क बनाएको रहेछ। यो चाहिँ फेरि हर्क साम्पाङले बनाएको होइन, हर्क साम्पाङले बनाएको होइन यो चाहिँ। तर यहाँनिर हेर्दाखेरि चाहिँ झन्नै हर्क साम्पाङले बनाएको हो कि भनेर जुक्तिनु खोज्छ, तर होइन। यो चाहिँ केपी ओलीले नै बनाएको। मै पनि एमाले सही पनि एमाले भन्दै केपी ओलीले बनाएको हो। अहिले त झन् सालो भेना मिलेर देश पुरै उज्यालो बनाइसकेको छ। मै पनि एमाले सही पनि एमाले, सालो पनि एमाले, भेना पनि एमाले। राति त धेरै उज्यालो भएकोले गर्दाखेरि टल्केर आँखै देखिँदैन अरे देशमा, त्यस्तै छ हालत। अनि महेश बस्नेतहरूले चाहिँ पार्क बनाएर मात्र हुँदैन, सफा नि गर्नुपर्छ भन्ने सल्लाह सुझाव दिएकोले गर्दाखेरि चाहिँ यहाँनिर पुरै पार्कहरू नि सफा गर्दै हुँदो रहेछ। महेश बस्नेतलाई चाहिँ फेरि सबैजनाले भोगाटी दाइ भनेर चिन्दो रहेछ कि, तर भोगाटी चाहिँ भन्नु हुँदैन। मान्छेले जे नाम छ त्यसले बोलाउनु पर्छ, कसैले भोगाटी फर्सी भनेर चाहिँ बोलाउनु हुँदैन क्या। म चाहिँ महेश बस्नेतलाई महेश बस्नेतै भन्छु, भोगाटी दाइ चाहिँ भन्दिनँ।